अरू चाहिँ दौरा सुरुवाल लाउनु भएको छ, तपाईँले चाहिँ किन स्कुल ड्रेस चाहिँ लाउनु भएको छ? म आजको यो क्षण चाहिँ मलाई 35 वर्ष अगाडि मेरो बुवाले विद्यालय लिएर जानुभएको थियो। 35 वर्ष अगाडि आफ्नो बच्चालाई विद्यालय लग्दाखेरि आज मेरो 74 वर्षको बुवा मलाई आज सङ्घीय संसद भवनमा लिएर आउनुभएको छ। यो उहाँको लागि गर्वको विषय होला, तर उहाँको व्यक्तिगत गर्वको विषय होइन। यो सम्पूर्ण अभिभावकहरूलाई आज सम्मान गर्ने मैले मौका पाएको छु। ती सम्पूर्ण अभिभावकहरू जसले आफ्ना बच्चालाई विद्यालय पठाए र ती सम्पूर्ण अभिभावकहरू जसले पठाउन सकेका छैनन् उनीहरूलाई पनि म यो सन्देश दिन चाहन्छु कि हाम्रो सफलता, हाम्रो समृद्धि, यो समाज बढ्छ, राज्य बढ्छ, हामी ठिक तब मात्र हुन्छौँ। त्यो यात्रा चाहिँ विद्यालयबाट सुरु हुन्छ। मेरो बुवाले मेरो यात्रा, जीवनको यात्रा विद्यालयबाट सुरु गर्नुभएको थियो। त्यसैले आज यो खुसीको माहौलमा यो सबैभन्दा ठुलो अंशियार चाहिँ म आफ्नो बुवा र शिक्षकहरूलाई भनेर सन्देश दिन चाहन्छु। जस्तो तपाईँ हिजो जुन पार्टीमा हुनुहुन्थ्यो त्यहाँ पनि प्रतिपक्षको भूमिका खेल्नुहुन्थ्यो, अब यहाँ चाहिँ कस्तो हुन्छ? जस्तो यो पटक त सरकारमा गइ नै हाल्नुहुन्छ यहाँहरूको एकल बहुमत मात्र होइन, दुई त्यहाँ लगभग नजिक हुनुहुन्छ, कस्तो हुन्छ भूमिका यो पटक चाहिँ? भूमिका सधैँ मजबुत भूमिका रहन्छ, जनताको पक्षमा रहन्छ, समाजको पक्षमा रहन्छ, राज्यको पक्षमा रहन्छ। हामी निर्वाचित हुँदै गर्दाखेरि पार्टीबाट टिकट लिएर चुनाव लडेका हौँ, जितेका हौँ, तर हाम्रो सबैभन्दा ठुलो जवाबदेहिता, कर्तव्य जनताप्रति, समाजप्रति र राज्यप्रति हो। त्यही मेरो भूमिका देखिन्छ। बुवासँगै आउनु भएको छ, बुवा के भन्नुहुन्छ छोराले यसरी आफ्नो बुवासँग यसरी संसद छिर्दाखेरि? होइन, म पनि यहीँ 20 वर्ष काम गर्थेँ अफिसमा, त्यहाँ आज भने सँगै जाउँ। मैले के भने सफल भयो, जिताउन सफल हुनुभयो छोरालाई, अब यहाँ पुर्याउन पनि सफल भयो। अब के छ छोराबाट अपेक्षा चाहिँ के छ? छोरालाई पुर्याउन सफल हुनुभयो। अपेक्षा नगरौँ, उसले जे गर्छ मेरो विश्वासले राम्रै गर्छ, पहिले एक्सपेक्ट गर्नु हुँदैन। आश तपाईँको हातमा संविधानको किताब देखिरहेको छु होइन, खास गरी यो ल्याउनुको कारण चाहिँ के हो? होइन, यो संविधान आज शपथको समय हो, यो महत्त्वपूर्ण समय हो, यो गम्भीर समय हो होइन। हामी सबैले संविधानलाई आत्मसात गर्दै यही संविधानले आज मलाई यहाँसम्म पुर्याएको छ। यो यात्रामा मेरो आफ्नो व्यक्तिगत करियरको यात्रादेखि लिएर आउने दिनमा राज्यको सेवा गर्ने यात्रामा यो संविधान मेरो लागि सबै कुरा हो भन्ने कुरा मैले बुझेको छु। जस्तो तपाईँको अहिलेको पार्टी सभापतिले जुन पार्टीबाट आए पनि त्यो त्यताको झोला त्यतै बिसाउनु भन्नुभएको थियो, अहिलेको झोला कतातिरको हो? यो झोला विद्यार्थीको झोला हो, यो झोला ज्ञानको झोला हो, यो झोला यो देशका सम्पूर्ण बालकहरूले बोकेर आफूमा ल्याउनु पर्ने ज्ञानको सन्देश दिने झोला हो। यो झोला कुनै पार्टीको झोला होइन। तपाईँले मजाले बिसाएको कि कहीँ कतै त्यसको बाछिटा छन्? पूर्व माओवादीले आफ्नो झोला आफै बिसारिरहेको छ। म आज जुन पार्टीमा छु, म जुन समयमा यहाँ आएको छु र जे कामको लागि आएको छु, त्यो काममा जनता, समाज र देश सबैभन्दा सर्वोपरि हो, त्यसमा म लागेको छु। धन्यवाद। यो राष्ट्रसभामा आएपछि चाहिँ सबै भ्रष्टाचारी पनि दागले पखालिएको हुन्छन् होइन, त्यो जे जति खराब हुन्छ राष्ट्रसभा आएपछि क्लिन चिट, तपाईँ पनि त्यस्तै हो? सबै भ्रष्टाचारीहरूदेखि लिएर सबै इमान्दारहरू यही देशका नागरिक हुन्। राष्ट्रसभामा आएपछि भ्रष्टाचारीहरू सफाई हुने र अरू पार्टीमा गएपछि भ्रष्टाचारी हुने भन्ने कुरा हुँदैन। अरू पार्टीमा पनि इमान्दार व्यक्तिहरू छन्, अरू पार्टीमा पनि क्षमतावान व्यक्तिहरू छन्, राष्ट्रसभामा पनि क्षमतावान व्यक्ति छन्। यसलाई यसरी बुझ्नु किन छैन? माओवादी पार्टी चाहिँ छैन, तर जुन पार्टी होला त्यहाँ पनि राम्रा मान्छेहरू होलान् भन्ने कुरा म भन्छु। पार्टी चाहिँ छैन, पार्टी छैन त नेकपा भइसक्यो होइन त।